माइक ल्याएर स्टार्ट गर्नु न आफू किन बोलेको मान्छेमा बस्यो भने दुःख गरेको छु बोल्न पाउने हो कसले ल्याउने पैसा कति ल्याउन् भनुन् हामीले यो पालिका बनाउनुको निमित्त पसिना चुहाउँ रगत चुहाउँ कसैले विरोध गरे हुन् भनेपछि भन नि म चाहिँ उठी बोल्दा पनि हुन्छ कसैका चित्त बुझाउनु भने माग समाएर बोल्दा पनि हुन्छ त्यसकारण यहाँका खेलाडीहरूको लागि म अझ पनि भूमिसरा बज्दै निवर्तमान भए पनि ज्यान दिने पनि तयार हुनेछु हामी नेपाली कांग्रेसबाट उपप्रमुख थियौं र अरू वडा अध्यक्षज्यूहरू हुनुहुन्थ्यो कोही वडा अध्यक्ष एमालेबाटी हुनुहुन्थ्यो केही फ्यामिलीमा टुटफुट थिएन हामी एउटै फ्यामिली एउटै आमा बाउका छोराछोरी जसरी यो पालिका चलाथ्यौं यसो हुन्छ र सम्पूर्ण यो के हो भने हाम्रो यहाँ खेलाडी भाइ बहिनीहरूलाई यो कुराले असर पर्न सक्छ यस्तो कार्यक्रम बनायो भने असर पर्न सक्छ हामीले एकदम निरन्तर